just joined mid school and confused between buying laptop or iPad, then definitely go for iPad or tablet. ल अब एक्सप्लेनेसनमा जाऊँ। किन चाहिँ ल्यापटप नकिन्ने, किन आइप्याड किन्ने अथवा ट्याब्लेट किन्ने। मेन हामीहरूले चाहिँ यहाँ एमबिबिएसमा होस् या कुनै मेडिकल स्कुलमा कुनै नर्सिङ बिडिएस बिपिटी एमएलटी जे गर्दा पनि हामी मेन हुन्छ नोट लेख्ने भिडियो हेर्ने काम हुन्छ अब मेन। अनि हामी ल्यापटप किन्यौँ भने ल्यापटपमा हामी लेख्न मिल्दैन। इनकेस हजुरले फोल्डेबल ल्यापटप लिनु भएको छ, स्क्रिन टच ल्यापटप छ भने त्यो ल तपाईँले लेख्न मिल्ने भयो। बट कम्पेरेटिभली ल्यापटपको वेट एकदम हेभी हुन्छ नि ट्याब्लेट र आइप्याडको कम्पेयरमा। सो ल्यापटप त्यति इजिली पोर्टेबल हुन्न, अप्ठ्यारो हुन्छ। डिफ्रेन्ट वार्डमा बोकेर घुम्न मिल्न अप्ठ्यारो हुन्छ ल्यापटप लिएर। सो आइप्याड लिनुहोस् या ट्याब्लेट लिनुहोस्। अनि फाइदा चाहिँ के हुन्छ आइप्याड र ट्याब्लेटको भनेपछि हामी आइप्याड ट्याब्लेटमा जति बुकको पिडिएफ हुन्छ हामी पिडिएफ हाल्न पाइयो, नोट हाल्न पाइयो, त्यहाँ नोट लेख्न पाइयो। तपाईँले त्यही आइप्याड ट्याब्लेट क्लासमा लिएर जान सक्नुहुन्छ। टिचरले के पढाउँदैछ त्यो त्यही बुकमा हेरेर त्यहाँ हाइलाइट गर्न सक्नुभयो, या टिचर क्लासमा पढाएको छ भने त्यहाँ लेख्न पनि मिल्यो हामीले। हामी नोट त्यही बनाउँदा हुन्छ। अनि धेरै साथीहरूले भन्नुहुन्छ नि आइप्याड र ट्याब्लेटमा एउटा चाहिँ घाटा छ, त्यो घाटा भनेको प्रेजेन्टेसन बनाउने। मान्छौँ हामी यहाँ एमबिबिएसमा प्रेजेन्टेसन बनाइराख्नुपर्छ, पछि गएर थर्ड इयर फाइनल इयर त अलिक बेसी नै प्रेजेन्टेसन बनाउनुपर्छ। त्यो काम हामी ट्याब्लेट र आइप्याडमा पनि गर्न सक्छौँ। तपाईँ त्यही टाइप गरेर बनाउन सक्नुहुन्छ। अथवा एउटा एक्सटर्नल किबोर्ड 500,000 जति पर्छ, एउटा एक्सटर्नल किबोर्ड किन्नु होला। त्यो युज गरेर पनि हामी त्यसमा प्रेजेन्टेसन बनाउन सक्छौँ। सो कम्पेरेटिभली हामी जति काम ल्यापटपमा गर्न सक्छौँ सब काम हामी आइप्याड र ट्याब्लेटमा गर्न सक्छौँ। प्लस आइप्याड ट्याब्लेट एकदम कम्फर्टेबल हुन्छ, एकदम पोर्टेबल हुन्छ, जानी लग्न पाइयो। तपाईँ वार्डमा लग्नुहोस् हिस्ट्री लेख्ने बेला या पढ्नलाई तपाईँ त्यसमा नोट त्यही बनाउन सक्नुभयो, बुक पनि त्यही हाल्न सक्नुभयो, त्यही हाइलाइट गर्ने। तपाईँको जे जति रिसोर्सेस हुन्छ, जति पिडिएफ बुक्स सब तपाईँ एक ठाउँमै हाल्न सक्नुहुन्छ। भिडियो त्यही हेर्ने, सब काम गर्न मिल्छ। सो गो फर आइप्याड अर ट्याब्लेट। अब यहाँ अर्को प्रश्न आउँछ, आइप्याड लिने कि ट्याब्लेट लिने। यदि हजुर आइफोन युजर हुनुहुन्छ, हजुरको सब डिभाइस आइफोनकै छ भने डेफिनेटली आइप्याड। होइन तपाईँको बाँकी डिभाइसहरू एन्ड्रोइडको छ, हजुर एन्ड्रोइड युजर हुनुहुन्छ, त्यसो भए हजुर ट्याब्लेटमा जानु होला। किनभने एन्ड्रोइड र ट्याब्लेट तपाईँ दुईवटा, फर इक्जाम्पल तपाईँले आइप्याड लिनुभयो, एप्पलको आइप्याड भयो, बट हजुरको मोबाइल छ स्यामसङको। हजुरलाई केही सामान आइप्याडबाट ट्याब्लेटमा पठाउनु पर्यो भने हजुरलाई पठाउन अप्ठ्यारो हुन्छ। यदि तपाईँको एन्ड्रोइडबाट एप्पलमा सामान ट्रान्सफर गर्दा, कुनै फाइल ट्रान्सफर गर्दा एकदम अप्ठ्यारो हुन्छ, या आइफोनबाट एन्ड्रोइडमा पठाउन पनि अप्ठ्यारो हुन्छ। सो इनकेस हजुर एप्पल युजर हुनुहुन्न भने आइप्याड नलिनु होला, ट्याब्लेट लिनु होला। ट्याब्लेटमा हजुर स्यामसङको ट्याब्लेट लिन सक्नुहुन्छ। ट्याब्लेट स्यामसङ ट्याब्लेट एकदम दामी हुन्छ। अनि अर्को पोइन्ट भन्नुपर्दा ट्याब्लेट कम्पेरेटिभली सस्तो पर्न जान्छ आइप्याडमा। आइप्याडमा हजुरले जुन पेन हुन्छ पेन्सिल लेख्ने, स्टाइलिस पेन्सिल, आई पेन्सिल जुन भन्छौँ, त्यो पेन्सिल हामी किन्नुपर्छ, एक्स्ट्रा 20-30 हजार पर्छ त्यो पेन्सिलको। बट इन केस अफ एन्ड्रोइड ट्याब्लेट लिनुभयो भने स्यामसङमा चाहिँ पेन्सिल त्यो कम्पनी दिन्छ, हजुरले एक्स्ट्रा किन्नु पर्दैन, त्यो सस्तो पर्न जाने भयो। अनि जति काम तपाईँले आइप्याडमा गर्न सक्नुहुन्छ उति नै काम तपाईँले ट्याब्लेटमा पनि गर्न सक्नुहुन्छ। अनि हजुर आफ्नो प्राइस रेन्ज अनुसार हजुरले जुन सुटेबल लाग्छ जति रेन्जको त्यति रेन्जकै ट्याब्लेट लिन पाइयो। डिफ्रेन्ट ब्रान्डको पाइन्छ। बट मेरो पर्सपेक्टिभमा स्यामसङ अलिक राम्रो छ, स्यामसङ लिन सक्नुहुन्छ। अनि अर्को मेन छ साइज, कुन साइजको लिने। आइप्याड या ट्याब्लेट किन्ने बेला त्यो एकदम ठुलो 13 इन्चको 14 इन्चको स्क्रिन भएको नलिनु होला। त्यो स्टार्टिङमा मुभी हेर्नलाई ठुलो स्क्रिन छ भने खुसी लाग्छ, बट त्यो 14 इन्चको 13 इन्चको डिभाइस बोकेर घुम्न एकदम अप्ठ्यारो हुन्छ। तपाईँले एउटा हातमा पाममा हाल्यो भने जेले लेखेका हुन्छौँ। सो एउटा पाममा हामी ठुलो 14 इन्चको स्क्रिन 13 इन्चको स्क्रिन लिएर घुम्न अप्ठ्यारो हुन्छ। सो प्रिफर 9-10 इन्च स्क्रिन भएको डिभाइस। अनि अर्को मेन फोकस गर्नुपर्ने क्यामेरा क्वालिटी भन्दा पनि तपाईँको मेन स्टोरेजमा ध्यान दिनु होला। मिनिमम 512 GB भएको स्टोरेज भएको डिभाइस लिनु होला। बिकज हामीले धेरै नै बुकको पिडिएफहरू नोटहरू हाल्नुपर्छ, टन्नै फोटो हुन्छन्, एमबिबिएसभरि टन्नै फोटो तपाईँको लिनुहुन्छन्। सो 512 GB मिनिमम, हजुर 1 TB पनि लिन सक्नुहुन्छ। हुन त 256 GB पनि काम चल्छ, हजुरको अवस्था अलि अप्ठ्यारै छ, 512 GB लिन सक्नुहुन्न भने 256 जाँदा नै हुन्छ। 256ले पनि काम चल्छ, बट 512 विल बी बेटर। 1 TB त धेरै नै भयो, सक्नुहुन्छ भने 512 लिनु। 512 इज द बेस्ट।